वेलकम टु माई मिनी ब्लग। माई नेम इज दीक्षा राई। अनि अहिले चाहिँ म बजार जाँदैछु। अनि मैले अङ्कललाई कल गरेर बोलाएँ अनि अङ्कल र म चाहिँ बजार जाँदैछु। यो चाहिँ मानन्द चोकको रोड हो। यो चाहिँ कृषि चौकको साइडमा गल्ली छ, त्यहाँबाट बसेर कस्मेटिक पसल पस्नुपर्छ। अनि उताबाट चाहिँ मेन रोड छ। अनि यहाँनिर चाहिँ कस्मेटिक पसल यहाँबाट पनि छिर्नु मिल्छ। सामानहरू किनेर म फर्किँदैछु निगुरे किने बाटोमा। अनि अहिले चाहिँ म थोरै घरको लागि सामान किन्नुको लागि यहाँ नजिकको पसलमा जाँदैछु। किनेर अहिले चाहिँ म निनीको घरमा आइरहेको छु बस्न। म गरिरहेको थिएँ, त्यसैले घर त्यहीँ हुनुहुन्छ नि त। अहिले बसेर चाहिँ म अब निक्लिसकेँ, राति भइसकेको थियो। मैले अङ्कललाई कल गरेको, भेट्दिनँ, अङ्कल नआउने अरे। अनि अहिले चाहिँ म आलु चप र प्याजी खाँदैछु। बर्को जस्तै हानिरहेको छु बाटोमा मैले भेटेर। अनि अहिले चाहिँ घर आइपुगेर मैले देखाउँदैछु। सुरुमा निगुरो निकालेर मैले देखाएँ, त्यस पछाडि दाल अनि न्युटेला, त्यस पछाडि चाहिँ आकाङ्क्षाको क्रिम। मेन गरी चाहिँ मैले यो क्रिम लिन चाहिँ गएको थिएँ। आकाङ्क्षाको स्कुलमा चाहिन्छ नि त उसको थेरापी क्लासमा अनुहारको मसाज गर्न। अनि यो चाहिँ मैले हिमालयको ल्याएको थिएँ बेबी क्रिम। अनि यो चाहिँ मैले मामा अर्थको सनस्क्रिन ल्याएको थिएँ बेबीको लागि। यति नै आजको लागि। थ्याङ्क यू फर वाचिङ माई भिडियो।